जसरी तपाईँ हामी 2टा खुट्टा टेकेर यहाँ आयौँ, गोरु बाख्रा पनि 4वटा खुट्टा टेकेर आएका हुन्। यो संसार तिनको पनि हो, हाम्रो पनि हो। मान्छे त बाठो भएर तिनलाई आरक्षभित्र थुनेर हामी बजारमा हिरो भएर हिँडेन हो, होइन? उनीहरूलाई त थुनेर हामी बजारमा बाघ जस्तो भएको, नत्र बाघलाई छोडिदिउँ त मान्छे मुसा जस्तो भाग्नुपर्छ कि पर्दैन? त्यसैले गर्दा यो संसारमा म जतिको मान्छेको पक्षमा छु त्यतिकै मुसा बिरालो कुकुर गाई गोरुको पक्षमा पनि छु म। कसैको पनि प्राण हत्या गरेर गोरु खाने कि गाई खाने भनेर छलफल गर्ने छुट तपाईँ हामीलाई छैन। गोरुले के अपराध गरेको छ, गाईले के अपराध गरेको छ, बाख्राले के अपराध गरेको छ प्रत्येक दिन काट्नलाई, उनीहरूलाई किन सजाय दिइराखेको छ, होइन? अर्काको प्राण लिने कि नलिने भन्ने छुट कसैलाई पनि छैन संसारमा। भगवानको नजरमा तपाईँ र म र गोरुमा, गाईमा, बाख्रामा कुनै पनि प्राणमा कुनै पनि भेद छैन, फरक छैन। कसैको पनि त्यो बीचमा कसैको पनि फरक छैन। त्यसैले कसैको ज्यान लिने कि नलिने भनेर जसले हामीले मृत्युदण्डहरूको बारेमा छलफल गर्छौँ नि, जसमा कुनै आध्यात्मिक छलफल गर्न सकिन्छ, म त बुद्ध मार्गी हुँ, म त बौद्ध मार्गी हुँ, म त बुद्धको बाटोमा हिँडेको, सद्गुरु ओशोहरूको बाटोमा हिँडेको, कुनै बुद्ध पुरुषको बाटोमा हिँडेको मान्छे हुँ। म त्यसलाई फलो गरिरहेको मान्छे हुँ म। त्यसैले कसैको पनि मेरो पैतालाले किरा नमरोस् भन्ने चाहिँ बुद्धको एउटा जे छ, म त्यो पछिको मान्छे हुँ। त्यसैले गर्दा भरे हाम्रा प्रकृति, हाम्रा आन्दोलन, हाम्रा स्वभावका कुरा एकातर्फ होलान्, तर अझै गहिरामा गएर मलाई अर्को पाल्टा पटाएर हेर्नुभयो भने, त्यसैले गर्दा मैले फेरि पनि भने मिल्छ राष्ट्र शाकाहारी बनाऊ, संसार शाकाहारी बनाऊ, मिल्दैन यो खान पाइने त्यो खान पाइने भनेर बन्देज लाउने कुरा चाहिँ त्यो जातिहरूमा आफू पक्षमा चाहिँ छलफल गर्न पाइँदैन, त्यो कुरा गलत हो। त्यो त यहाँ मानव जनावरदेखि लिएर धर्मसम्म राजनीति हुन थाल्यो। अनि सबै कुरामा उनीहरू आफू अनुकूल कुरा, यही कुरा हामीले बारम्बार भनेको कुरा के हो भने यिनीहरूले आफू अनुकूलको व्याख्या गरे के। सबै कुरा पहिला जे संस्थापकहरू जसले चाहिँ यो समाजको एउटा परिकल्पना